हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई सन्तोष 08 ब्लगमा चाहिँ स्वागत छ र आज फागु पूर्णिमाको शुभकामना र सबैजनालाई चाहिँ ह्यापी होली भन्दै आजको भिडियोलाई चाहिँ स्टार्टिङ गर्न चाहन्छु। सबजना चाहिँ होलीमा भेटौँला है त। हेलो गाइज, म चाहिँ फाइनली निस्किसक्यो। अहिले म बाटोमा छु र होलीको माहौल हेर्नलाई चाहिँ होली खेल्नलाई निस्केको मान्छे खोइटो बाटो देख्दा केही देख्दैन यस्तो माहौल छ। त बिहान भएर पनि होला, बिहानको 10 बजिसकेको छ र म निस्किसक्यो। बाटोमा देख्न सक्नुहुन्छ त्यति रमाइलो त छैन, त्यही पनि रमाइलो हेरिदिएको छु म हुन्छ होइन। यो रमाइलो गर्नुपर्छ, रमाइलो हान्नुपर्छ। सबजना छुट्टै भएर यसो बाटोमा यसो लाइन देख्न सक्नुहुन्छ। मान्छेहरू सब माथिबाट चलिरहेको इन्डियाको त्यहाँबाट गेटबाट आयो मान्छेहरू सबै यताबाट चलिरहेको छ। फाइनल्ली होली खेलेर त्यसबाट होली खेलेर निस्केको। अब चाहिँ हामी तल सबजनाहरू चाहिँ देख्न सक्नुहुन्छ क्राउडहरू। मान्छेहरू चाहिँ गेटबाट छिर्न दिएको छैन क्या, भित्र एकदम धेरै क्राउड भएको कारणले गर्दाखेरि। सो त्यस कारणले गर्दाखेरि चाहिँ सबैजना अब भ्यानबाट चढेर रेलीबाट चाहिँ चढेर जाँदा गाइजहरू चाहिँ कहाँ गयो त भित्र अब कता जाने थाहा छैन होइन। सायद दरबारमातिर या कता जाने हुन्छ। मसँग चाहिँ साथीहरू यहीँ छन् होइन, हाम्रो गाइजहरू चाहिँ लेडी ग्याङसँग चाहिँ यसो आज होलीमा चाहिँ। सो यहाँ अरूभन्दा नि इन्ट्रेस्टिङ कुरा चाहिँ म छिटै छिरेछु क्या, छिटै छिरेको रमाइलो हो। अनि यहाँ चाहिँ सबै रेलिङ छ नि जो यहाँदेखि चाहिँ सब केटाहरू चाहिँ माथि चढ्दै जाँदै गरिरहेको छ कि। अनि कारण चाहिँ किन हो, भित्र चाहिँ यस्तो धेरै मान्छे छ कि, यति धेरै मान्छे छ कि होइन। अनि त्यही पनि यहाँ बाहिर यत्तिकै छ, भित्र यत्तिकै छ, निस्किने त्यस्तै छ, जाने त्यस्तै छ। यस बबल रमाइलो भयो एकछिन चाहिँ। अनि त्यही हो, अब चाहिँ अरू ठाउँ भेटौँला है त फेरि फेरि। रुगा हल्लेन आज होलीमा चाहिँ होली खेल्दैन, नाच्ने दिन हो। त्यही भएर जहाँ जाने नाच्ने जहाँ दिन बस्छ त्यहाँ गएर चाहिँ सबैजना हल्लिन पर्छ। पहिला सर लगाएर केटीहरूको यस्तो हेर्ने नजराहरू। आज तू है पानी 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 और तुम भी सानी 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 आ जाओ द बीच यहाँ ऊपर मेरी बीच मेरी किस्मत होगी तेरी। आमामा के साह्रो जोस हो केटीहरू, यस्तो गीत सुन्दा बित्तिकै भाइब्स आइहाल्छ केटीहरू।
मान्छे नआउने यसो रमाएर पानी किन्न आउँदा बेच्दै हुन्छ होला पानी किन्न मिल्छ कि मिल्दैन पानी किन्न मिल्छ मिल्दो रहेछ अब चाहिँ म चाहिँ फाइनली निस्केर पनि दरबारमातिर जाने तर्कमा छौँ हामी चाहिँ सबैजना यता छन् हाम्रो ग्याङहरू चाहिँ जाँदैछु त दरबारमातिर अब दरबारमा गएर भेटौँ है त अब हामी दरबारमा पनि आइसक्यो यतै गाइजहरू दरबारमा चाहिँ अहिले प्लेट खाली छ अब एकछिनपछि चाहिँ कति बेला दिन्छ कति बेला दिन्छ 2 बजेदेखि हो चाहिँ धेरै छिटो आइएछ 2 बजेदेखि स्टार्टिङ रे 30,000मा त रमाइलो गरेर आइएको थियो अब चाहिँ 2 बजेदेखि भनेपछि अब 1.5 घन्टा छ भनौँ न होइन सो 1.5 घन्टा पछि चाहिँ सरर र माहौलहरू राम्रो हुन्छ चिसो 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 खाइदिन पर्ने कति पो पर्छ हौ चिसोलाई चाहिँ लास्टमा महँगो पर्छ कि फेरि आज अनि सरलाई र 2 बजे पछिको नजारा हेरौँ है होली भइरहेको छ यता होलीतिर चाहिँ सबैजनाले होली खेलिरहेको छ भने हामी पनि अब चाहिँ एकछिन ब्रेक लिएर होलीमा चाहिँ दरबारमा आएको होइन भर्खरै स्टार्टिङ भएको रहेनछ कि यतातिर सबै स्टार्टिङ भइरहेको छ हुँदैछ त्यो कार्यक्रम स्टार्टिङ हुने तर्खरमा छ अब चाहिँ एकछिन हामी यसो घिच्नु पऱ्यो नि त अलिअलि अनि घिचेर चाहिँ होइन यो दरो बनाएपछि चाहिँ अनि डान्स हाल्नु पर्ने हुन्छ उफ्रिएर होइन उफ्रिनेको लागि भए पनि खानु पऱ्यो सो त्यसको लागि चाहिँ हामी अब सरलाई लिएर जाँदैछौँ पछि फेरि आउनेछु अनि है हिजो चाहिँ यस्तो पानी परिरहेको थियो आज पनि सायद पानी पर्थ्यो भने त पर्दैन जहिले पनि होलीको टाइममा पानी नपरोस् मौसमले पनि बगलै साथ दिइरहेको छ पछाडि चाहिँ पछाडि पानीलाई नै 100 रुपियाँ पर्छ यस्तो गरेर चाहिँ खान सक्छ ह्याप्पी होली पछाडि चाहिँ ह्याप्पी होली भन्न थालिसकेँ अब यही हो एकछिनपछि म अहिले फाइनली दरबारमा आइसकेको अनि सबैजनालाई चाहिँ माथितिर पनि छन् है होली मनाउनलाई चाहिँ लगेर चाहिँ कन्सर्टको लागि पनि स्टेज रेडी भइसकेछ अनि सबै अगाडि नै आएर बसिसकेको छ मान्छेहरू चाहिँ सो देखिँदै नै हो अब के नै गर्नु होइन होली खेल्ने हो चिरपारेमा पोर बनाएर खेलियो र आज अहिलेको साल चाहिँ अलिक बवाल तरिकाले खेल्न लागेको छ आम्बो ह्याप्पी होली ह्याप्पी होली कति ल अघि हामी त्यहीँ पर यहाँ बेचिरहेको रहेछ त पानी हेर अघि उता चाहिँ 100 रुपियाँमा किनेको पानी यहाँ चाहिँ 20 रुपियाँमा बेचिरहेको रहेछ भने कस्तो सेट अनि नेक्स्ट टाइम चाहिँ 80 रुपियाँ खाइदियो नि त मेरो 80 रुपियाँ हेर्दै जा भाइ आज होलीमा को चाहिँ बढी खेल्छ हेलो एभ्रिवान आज चाहिँ हामी फाइनल्ली जमलाइसक्यौँ है त अब होली खेल्नलाई चाहिँ अनि जता खाए पनि खाउँ है खाजा खाना चाहिँ खाउँ सबै छ के खाने अब हामी चाहिँ एकछिन खाजा खानालाई आएको छ हामी होइन खाजा खाइसकेपछि चाहिँ ठ्याक्कै 2 बजीतिर उता अगाडि गएर जानेछ अनि उता छन् हाम्रो ग्रुपहरू चाहिँ अब एकछिनमा खाजा खाइसकेपछि